मौसममा रहँदै खन खन रूप फुल जिन्दगीको मौसममा रहँदै खन खन रूप फुलाउँ पर्खन्नै कसैकन काला निष्ठुरी हाय यसै नडिदाऊ पर्खन्न काल कसैकन काला निष्ठुरी हाय यसै नडिदाऊ रोप बिउहे सबै अहिले रोप बिउहे सबै अहिले अनि फलोस् पछिलाई नरुनु पछाडि आउँछ जहिले हिउँ तिमीलाई नरुनु पछाडि आउँछ जहिले हिउँ तिमीलाई। धन्यवाद कुशल कार्यक्रम सञ्चालकज्यू। युनिभर्सल इङ्ग्लिस सेकेन्डरी स्कुलको आज 22औं वार्षिक उत्सव तथा अभिभावक दिवस कार्यक्रमका अध्यक्षता गरिरहनुभएका अध्यक्षज्यू, प्रमुख अतिथिज्यू, यस विद्यालयका संस्थापक अध्यक्षज्यूहरू, विशिष्ट अतिथिज्यूहरू, विशेष अतिथिज्यूहरू र यहाँ उपस्थित यस कार्यक्रमलाई सभ्य अनि भव्य रूपमा सम्पन्न गर्नका लागि उपस्थित हुनुभएका अभिभावकज्यूहरू, यस स्कुलका सम्पूर्ण शिक्षक वर्गहरू, पत्रकार मित्रहरू, यस स्कुलका प्यारा प्यारा विद्यार्थी भाइ बहिनीहरू, सबैमा ज्ञान अभिवादन स्वीकार्नुहोस्। सबैमा नमस्कार। म रविन्द्र बहादुर अधिकारी, पेसाले म पूर्व सैनिक व्यक्ति हुँ र अहिले रिटायर व्यक्ति। अहिले गाउँघरमा बसेर यस्तै साना समाजसेवाका कामहरू गर्दै आएको छु र मेरो ठेगाना चाहिँ यो स्कुलमै जोडिएको घर पर्दछ। यसको नजिकै पछाडिपट्टि पर्दछ। अधिकांश त सबैलाई धेरैलाई चाहिँ थाहा पनि छ। यहाँ सबै उपस्थित हुनुभएका अभिभावकहरू हाम्रै गाउँ टोल समाजको हुनुहुन्छ र अन्य अभिभावकज्यूहरू यता रहनुभएका ज्यूहरू पनि हामी सँगसँगै घुलमेल गरेकै हुनुहुन्छ। सर्वप्रथम त यो स्कुल 2060 सालमा स्थापना भएको हो। त्यस समयमा यस अलगढा क्षेत्रमा बस्ती पनि पातलो थियो र यहाँ स्कुल कुनै पनि शैक्षिक संस्थाहरू यहाँ थिएनन् यस इलाकामा। त्यतिखेर यस इलाकामा शैक्षिक संस्थाहरू आवश्यक पर्दछ भन्ने हेतु जुन हुटुटी पुगेका युवा, त्यतिखेरका युवा व्यक्तित्वहरू हुनुहुन्थ्यो। सरहरूको परिचय यहाँ अघि नै पनि यहाँहरूले चाहिँ प्राप्त गरिसक्नु भएको छ। उहाँहरू हुनुहुन्थ्यो नवराज सर, केदार सर अनि सुनिल सर, उहाँहरू हुनुहुन्थ्यो। उहाँले चाहिँ एउटा हुटुटी बोकेर यो स्कुललाई स्थापना गर्नुभएको हो। त्यस समयमा यो द्वन्द्वकालमा देश फसेको थियो। द्वन्द्वकालको समय हामीले गाउँघरमा बसेर आफ्ना सन्ततिहरूलाई चाहिँ पढाउन साह्रै गाह्रो थियो। त्यसकारण त्यतिखेर यति महत्त्वपूर्ण थियो स्कुलको, धेरै महत्त्वपूर्णको बेलामा, आवश्यकताको बेलामा चाहिँ उहाँहरूले यस स्कुललाई सञ्चालन गर्नुभएको छ। यो 22 वर्ष पार गर्दै गर्दा यस स्कुलले गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ। यस स्कुलबाट उत्पादन भएका विद्यार्थी भाइ बहिनीहरू अहिले त 2068 सालमा एसएलसी दिएका भाइ बहिनीहरू हुन्छ। 2068 सालदेखि यहाँबाट एसएलसी भएको छ। धेरै भाइ बहिनीहरू राम्रो सेक्टरमा पुगिसक्नु भएको छ। मैले एकैछिन सबै अभिभावकहरूको मैले ध्यान आकर्षण गर्न चाहेँ। प्लिज सबै यतातिर ध्यान दिनु होला, हल्ला नगरिदिनु होला भन्न पनि म आग्रह गर्दछु। त्यो समयमा उहाँहरूले स्थापना गरेको स्कुल अहिले यो अवस्थामा आइसकेको थियो। त्यतिखेर सानो अघि सरले भन्नुभयो 35 जना विद्यार्थीहरूबाट सुरुवात गरेको स्कुल अहिले करिब अहिले पढिरहेका विद्यार्थीहरू 200 जना त अहिले हाल 200 देखि माथि चाहिँ विद्यार्थीहरू हाल पढि नै रहनु भएको छ। यो र यसमा चाहिँ यो स्कुलले प्रदान गर्ने चाहिँ शैक्षिक स्तर गुणस्तरीय छ र
शिक्षाको साथसाथै स्कुलले अतिरिक्त क्रियाकलापहरू चाहिँ गर्दै आइरहेको छ। प्रत्येक दिन हाम्रो प्रधानाध्यापक सरले लागि परेर एसेम्ब्लीको समयमा नै क्विज अन्य अब बोल्ने स्पिच विभिन्न कुराहरू चाहिँ दैनिक एसेम्ब्लीकै समयमा उहाँहरूले राखेर गर्नुहुन्छ। म यहाँ घर नजिकै भएर प्रत्येक दिन चाहिँ मैले सुनिरहेकै हुन्छु। यसले के फाइदा हुन्छ त विद्यार्थीलाई भन्दाखेरि कुनै पनि समय अगाडि गएर बोल्नको लागि धेरै सहज हुन्छ। यसै गरी यस स्कुलले अतिरिक्त क्रियाकलापहरूमा फुटबल भलिबल जस्ता क्याम्पहरू विक एउटा सप्ताहमा गराउने गरेको छ। त्यसै गरी डान्स कम्पिटिसन हामीले भर्खरै मात्र यहाँ देख्यौँ। हाम्रा बालबच्चाहरूले कस्तो राम्रो अतिरिक्त क्रियाकलाप यहाँ गर्नुहुँदो रहेछ भन्ने कुरा चाहिँ यहाँ प्रस्तुत गरेर गइसक्नु भएको छ र अझै पनि प्रस्तुत गर्न बाँकी नै छ। उहाँहरूको यो प्रस्तुतिले पनि यहाँ हामीलाई के झल्काउँछ भने यो अतिरिक्त क्रियाकलाप यस्तो राम्रोसँग चाहिँ गरेको छ यो यस स्कुलले भन्ने कुरा चाहिँ झल्काउँछ। र यहाँ समय समयमा भाइ बहिनीहरूले